हेलो नमस्ते गाइज म आज चाहिँ यो सालीको हेयर स्मुथिङ गर्न गइरहेको छु हो पहिला आएर पनि एकचोटि गरेको थिएँ 2 साल पहिला हो फेरि यसपालि आएर गर्दैछु हो पुरा साली चाहिँ तिमी एक्साइटेड हो हजुर लु अब स्टार्ट गर्छु है त पहिला हेयर ड्राई गर्छु कपाल चाहिँ पुरा जगल्टा भयो यो गाइस कपाल हो ओके गाइस हामी चाहिँ यो स्टिक्सको हेयर स्मुथ कपाल लास्टमा काट्दिन्छु लाइट बसेको ए नमुडा आमालाई बरु 600 रुपैयाँ हाल्दै बब कट गरिदिउँ त पुरा मिठो लाग्यो मैले लास्ट फर्स्ट टाइम देखेँ नि पुरा मिठो लाग्यो आजकल चाहिँ हाम्रो पनि लाइफ धेरै जान थालेको छ कि अब चाहिँ ब्रेक हो गाइस तर टाइममा यो चाहिँ चेक गाइस यहाँ सबै भयो हैन जुन कुराको डर थियो त्यही कुरा भयो हो लाइट गयो अब करेन्ट पनि गयो हो अब यो कपाल चाहिँ अलमोस्ट हुन आँटिसकेको छ हेलो नै रहेछ नि म त आफै रेकर्ड but I still blow dry only सपोर्ट गर्छ मलाई मम्मीलाई बेस्ट हो कि ब्लक हो यस्तो डिमान्ड गर्थ्यो नि तर पनि म बनाइदिन्थेँ अब चाहिँ आइनिङ गर्ने हो सर अलिकति स्टिम आज भोलि त एक्सपिरियन्स भयो नि त हो घरमा काम अर्बन कम्पनीमा घरमा काम गरी बिस्तारै गर्नुपर्छ यस्तै अब ब्याक साइडमा चाहिँ 2टा सेक्सन हुन्छ पुरा निन्द्रा लागिसकेछ नि
स्टार्ट भयो त अरे त्यो गरम भयो नि त अहिले ओके गाइस आजको हेयर स्मुथिङ चाहिँ खतम भयो होइन अब म सारीलाई चाहिँ फाइनल लुक देखाउँछु होइन खै अनि मेरो त आज टप मात्र निकाल्छ कस्तो भयो त अब जहिले अब गर्न मन लाग्छ नि फ्लाइट टिकट गर्नु प्रोडक्ट ल्याएर आउँछ के अगाडिको के यो होइन खुम्चेको छैन अब भोलि पर्सि चाहिँ उ गर्छु खै देखेन त यस्तो देखाउ न अनि हुन्छ त दामी भयो ओके